प्यारी छोरी अहिले 8 वर्ष लाग्दैछन्, जुन अवसरमा हाम्रो दाजु दीपक तामाङले आफ्नो छोरीको शुभ जन्मदिनको अवसरमा समाजमा सकारात्मक म्यासेज जाओस्, सबैले सिक्ने अवसर पाउन् भनेर जुन किसिमले यो उदाहरणीय काम गर्न खोज्दै हुनुहुन्छ। प्यारी छोरी अहिले 5 मा जाने जुन यो शैक्षिक सत्र पनि भर्खर नयाँ लाग्दैछ, त्यसको अवसर पनि पर्यो र अनि यो अहिले जन्मदिनको अवसर पनि पर्यो। सम्पूर्ण भाइ बहिनीहरूलाई यो अवसरमा यहाँ जन्मदिन मनाइरहँदा सम्पूर्ण भाइ बहिनी लगायत छोरीलाई उज्जवल भविष्यको कामना व्यक्त गर्न चाहन्छु। हामीले लगभग 2-3 वर्ष अगाडिदेखि हामीले यो जन्मदिनको समयमा यस्तो खालको सकारात्मक कार्य गर्नुपर्छ, गरिब दुखी भएको ठाउँमा गएर केही साथ सहयोग गर्नुपर्छ, स्कुलमा गएर बालबच्चालाई चाहिँ सकारात्मक ऊर्जा प्रदान होस् भनेर चाहिँ शैक्षिक सामग्री वितरण गर्नुपर्छ भनेर युवा साथीहरूले जुन चालेको कदम थियो, त्यो कदम अहिले गाउँ गाउँमा पनि फिजिन सफल भएको छ। जस्तो आदरणीय दाइले त्यो खालको सकारात्मक जुन कार्य गर्दै हुनुहुन्छ दीपक तामाङज्यूले, विदेशमा हुनुहुन्छ र पनि यहाँ आदरणीय भाउजू लगायत भाइ लगायतको मान्छेलाई मोटिभेट गरेर यहाँ स्कुलमा पठाउनु भएको छ। बालबच्चालाई चाहिँ शैक्षिक सामग्री वितरण गरिदिनु भनेर उहाँबाट आर्थिक सहयोग पनि गर्नुभएको छ, पठाउनु भएको छ। उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यो किसिमको कार्य घर घरबाट हुन आवश्यक छ, जनजनबाट हुन आवश्यक छ, किनभने हामीले अहिले गाउँघरमा अलिकति बेथिति पनि मौलाएको जस्तो देखिन्छ। बर्थडे मनाइरहँदा अलि निकै खर्च गर्ने चाहिँ फजुल खर्च गर्ने त्यो किसिमको चाहिँ कामभन्दा यो काम निकै नै उदाहरणीय हुनेछ भनेर हामीले पहिलादेखि नै भनिआएका थियौँ र अहिले दीपक दाईको परिवारले छोरीको जुन शुभ जन्मदिनको अवसरमा यो कार्य गरिरहँदा यसले झन् थप प्रमाणित गरेको छ। किनभने यसरी हामीले सकारात्मक कार्यलाई चाहिँ अगाडि बढाउँदै गयौँ भने पक्कै पनि हाम्रो समाजले सकारात्मक रूप लिनेछ, सकारात्मक बाटो लिनेछ र घरबाट समाजबाट तपाईँको राष्ट्र सुध्रिने कुरा हुन्छ। त्यसैले घर घरबाट यस्ता खालका अभियानहरू चलाउन आवश्यक छ, सकारात्मक अभियानहरू चलाउन आवश्यक छ। जस्तो यहाँ आज हामीले पवित्रा छोरीको बर्थडेमा जसरी यो गरिराखेका छौँ, यो कार्यबाट सिकेर तपाईहरूले चाहिँ घर घरबाट यस्ता कार्यलाई चाहिँ अपनाइदिनु हुनेछ, लिइदिनु हुनेछ र भोलिका दिनमा समाजले सकारात्मक बाटो लिनेछ भन्ने अपेक्षा राख्दै, विश्वास राख्दै समग्र सम्पूर्ण भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना व्यक्त गर्दै फेरि पनि भाइ बहिनीहरूको माझ हामी आउने नै छौँ। तपाईहरूलाई चाहिँ शैक्षिक गुणस्तरको लागि हामीले गर्नुपर्ने पहल गर्ने नै छौँ। अघि हाम्रो इन्द्रजीले मलाई भन्दै हुनुहुन्थ्यो, इन्द्र मोक्तानजीले, यहाँ यत्रो स्कुल छ, 5 सम्म चलेको स्कुल छ, तर यहाँ एउटा होर्डिङ बोर्ड पनि छैन भनेर भन्दै हुनुहुन्थ्यो। मैले त्यो एउटा होर्डिङ बोर्ड यहाँ ल्याएर राखिदिने प्रतिबद्धता व्यक्त गरेको छु र अरू केही त्यस्तो समस्या पर्दा, स्थानीय सरकारसँग केही कुरो राख्नु पर्दा र प्रदेश सङ्घ सरकारसँग केही कुरो राख्नु पर्दा तपाईँहरूले हामीले सकेको हामी पहल गरिदिनेछौँ। स्थानीय वडाध्यक्ष कृष्णप्रसाद गौतमजी हुनुहुन्छ, त्यसै गरी चाहिँ स्थानीय सरकारका प्रमुख गाउँपालिका अध्यक्ष कर्णबहादुर थापाजी हुनुहुन्छ, त्यसै गरी उपाध्यक्ष अशोक गुलामी हुनुहुन्छ, सङ्घीय सांसद प्रदेश सांसदहरू हुनुहुन्छ। हामी उहाँहरूलाई पनि यहाँको स्कुलको विषयमा जानकारी गराउनेछौँ। यहाँको शैक्षिक सुधारको लागि, यहाँको गुणस्तर वृद्धि गर्नको लागि हामी पहल गर्नेछौँ भन्ने आफ्नो भनाइ राख्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। म यो पालिकाको सबभन्दा सानो शिक्षक भएँ, तिमीले चाहिँ आउँदो दिनमा यो पालिकाको सबभन्दा सानो अतिथि बनेर आउनु।